आजमा तपाईहरुलाई लेजर आई सर्जरी भन्ने तपाईहरुले व्यापक सुन्नु भएको होला। ल्यासिक सुन्नु भएको होला। ल्यासिक भनेको चाहिँ एक किसिमको एउटा लेजर प्रविधिबाट गरिने एउटा दृष्टिदोष। जस्तै तपाईहरुलाई दृष्टिदोष भनेको मतलब अब मायोपिया, हाइपरमेट्रोपिया, एस्टिग्मेटिजम भन्ने कुरा तपाईहरुले बुझिनै अब यस्तो खालको अब भिडियो हेर्ने व्यक्तिहरुले त पक्कै पनि बुझ्नुहुन्छ। एउटा चस्मा लाउनु पर्ने मान्छे हुनुहुन्छ जुन चाहिँ बच्चादेखि अथवा उमेरको हिसाबले 40 वर्ष भइसकेपछि हुने एउटा रोग हुन्छ प्रेसबाइबिया भन्छ। त्यसलाई पनि परीक्षण गर्न मिल्ने प्रविधि हुन्छ त्यो चाहिँ लेजर सर्जरीमा हैन। अब विभिन्न प्रविधिहरु छन्, विभिन्न नामहरु छन् हैन। तपाईहरु कन्फ्युज हुनुहुन्छ ल्यासिक, पिआरके, स्माइल हैन, सी हैन, स्मार्ट साइट हैन, अनि स्मार्ट सप विभिन्न रोगहरु छन्। के रे प्रोसिडरहरुको नाम छन्। त्यो भनेको सिम्पली के सोच्नुस् भन्दाखेरि तपाईको चस्माले गर्ने काम यो जुन आँखाको नानी कर्निया भन्छौं त्यो कर्नियालाई चाहिँ अलिकति सेप मिलाएर जुन चाहिँ लेजरले। अब एउटा कुरा बुझ्नुस् तपाईहरुले अब रिफ्र्याक्टिभ इन्डेक्स भन्नेहरु बुझ्नु पर्छ। त्यसमा चाहिँ सबै कुरा बुझिरहनु पनि नपर्ला। अब ब्याकग्राउन्ड साइन्सको ब्याकग्राउन्ड छ अथवा अलि नभएको छ भने त्यो बुझिहाल्छ। जति धेरै बाक्लो चाहिँ आँखाको नानी हुन्छ त्यति धेरै तपाईको लाइट हुन्छ र त्यसले चाहिँ तपाईको आँखाको भागमा सम्म पुग्ने लाइटको रे हुन्छ नि रेटिना त्यो नपुगेर अलि अगाडि नै बेन्ड भइदिएपछि के भयो त्यो मायोपिया भयो हैन। त्यो अब धेरै पातलो छ भने अब पछाडीसम्म हाइपरमेट्रोपिया हुन्छ। त्यो सिम्पल कुरा तपाईहरुले बुझ्नु भएको। मेन कुरा अब कर्नियाको थिकनेस मिलाउने हो यसले। थिकनेस र सेप अब यसले गर्दाखेरि चाहिँ तपाईले ठ्याक्क रेटिनामा पुर्याउँछ। यो सिम्पल गरी बुझाउँदाखेरि हैन। अब यसमा चाहिँ तपाईले अब कुन चाहिँ गर्ने त डाक्टरले कुन चाहिँ गर्ने भन्ने होला। अब पिआरके गर्ने हो कि स्माइल गर्ने हो कि हैन, अब ल्यासिक गर्ने हो कि स्मार्ट साइड गर्ने हो कि स्मार्ट सफ्ट गर्ने हो। अब यो के पनि हैन। यो भनेको डाक्टरले नै डिसाइड गर्ने हो। तपाईले मलाई यो गर्दिनु भन्ने भन्दा पनि यो सबै कम्पिटिटर भन्दा पनि एक अर्काको परिपूरक छन् यो प्रोसिडर। कसैलाई कुनै फिट हुन सक्छ, कसैलाई कुन फिट हुन सक्छ, कसैलाई कुन फिट हैन। आफ्नो फाइदा बेफाइदा छ। अब तपाईको रिक्वायरमेन्ट अनुसार चाहिँ सम्बन्धित डाक्टरले अब यसको लागि हामी नेत्ररोग विशेषज्ञले तपाईलाई सबैभन्दा पहिला गर्नुभन्दा अगाडि तपाई फिट छ कि छैन भन्ने नै रिकल गर्नु। तपाईको लेजर सर्जरी आएको सबैभन्दा प्रमुख काम नै तपाईको प्री अपरेटिभ इभ्यालुएसन नै। अब यसको लागि तपाईले कर्निया टोपोग्राफी गर्नुपर्ने हुन्छ हैन। अब त्यसपछि कर्नियाको थिकनेस हैन, ड्राइनेस कतिको छ हैन, तपाईको अनि रेटिनामा प्रब्लम के छ यो सबैहरु इभ्यालुएट गरे बल्ल अनि दिस वान इज परफेक्ट फर यु भन्ने कुरा हुन्छ। अब कुनै पनि व्यक्ति तपाईको स्पोर्ट कन्ट्याक्टमा हुनुहुन्छ, जस्तै फुटबलर हुनुहुन्छ, जस्तै अब आर्मी हुनुहुन्छ, एथलेटहरु हुनुहुन्छ, बेटर टु डु पिआरके भनेको चाहिँ त्यसमा चाहिँ फ्ल्याप हुँदैन। अब कन्ट्याक्ट स्पोर्टहरुमा अलिकति फ्ल्यापहरु उल्टिने सम्भावना अलिक कम हुन्छ हैन। अब तर त्यो चाहिँ मेन प्रब्लम इन त्यसलाई चाहिँ अलिक डिस्कम्फर्ट फिल हुन सक्छ हैन। तर औषधि खाएको भए अब मेन कुरा अनि त्यसपछि अर्को एकदम व्यापक चर्चामा आएको सबैले बुझ्ने सबैले सुनेको भनेको ल्यासिक हैन, लेजर असिस्टेड इनसाइटो केराटोमेलासिस भन्छ यसलाई। अब यो ल्यासिक र स्माइल चाहिँ उस्तै छ हैन, उस्तै छ एउटामा यसमा पनि डिटरमाइन गरेर कुन चाहिँ फिट हुन्छ त भनेर भन्ने हो। चान्सेस अफ ड्राई आई इज मोर इन ल्यासिक एज कम्पेयर टु स्माइल है। अब स्माइल र तपाईको स्मार्ट साइट भनेको एउटै हो। फेरि तपाईको कम्पनी फरक छ हैन। एउटा जाइस कम्पनीको छ, एउटा एन कम्पनी हैन। अब मैले पनि स्माइल नै गरेको। बेसिकली प्रिन्सिपल स्माइल हो, यसमा स्मार्ट साइट भन्छ। मैले चाहिँ मातृका आई सेन्टरमा। अब यसको फाइदा भनेको चाहिँ के छ भन्दाखेरि लेस चान्स अफ ड्राई आई हैन एज कम्पेयर टु ल्यासिक। अनि अर्को भनेको कर्नियाको स्टेन चाहिँ एकदम प्रिजर्भ गर्छ स्माइलमा। त्यही भएर मैले अहिलेसम्म त्यस्तो ड्राई आईको महसुस भएको छैन। मैले अब गरेको 1 वर्ष जति भयो ड्राई अलिअलि हुने कुरा छुट्टै छ। पहिलेदेखि नै स्वाभाविक अहिलेको डिजिटल यो चाहिँ तपाईको रिफ्र्याक्टिभ सर्जरीको टाइप्समा भयो। अब यो लेजर आई सर्जरीमा मात्र यदि तपाईको अब कर्निया चाहिँ गर्न नमिल्ने अनफिट फर द लेजर आई सर्जरी बट एनी हाउ आई वान्ट टु गेट रिड अफ ग्लास भन्यो भने चाहिँ देयर आर लट अफ अप्सन है। त्यो चाहिँ लेन्स बेस। त्यसमा अब क्लियर लेन्स एक्सट्र्याक्सन पनि वान अफ द मेथड छ। अब क्याटरेक्ट सर्जरी पनि वान अफ द मेथड अफ रिफ्र्याक्टिभ सर्जरी हो है। त्यसपछि अर्को भनेको आइस इन्टरकोलुमर लेन्स हैन। त्यो भनेको चाहिँ एक किसिमको लाइक कन्ट्याक्ट बट इट्स इनसाइड आई इन्स्टेड अफ आउटसाइड आई हैन। कन्ट्याक्ट लेन्स भनेको बाहिर यहाँ ट्यापमा राखी भयो बट कन्ट्याक्ट लेन्स चाहिँ निकाल्नु पर्यो। अनि त्यसपछि फेरि धुनु पर्यो, इन्फेक्सन हुन्छ, दुनिया हुन्छ हैन। तर लेन्स चाहिँ भित्रै आँखामै हाल्नु पर्छ। चाहिँ एक किसिमको अलि एडभान्स सर्जरी त सबै एडभान्स नै हुन्छ। तर मेन भनेको यो जुन जसलाई चाहिँ कर्निया बेस्ड रिफ्र्याक्टिभ सर्जरी फिट हुँदैन त्यस्तो व्यक्तिहरुलाई चाहिँ जस्तो अब थिन कर्निया हुने, केराटोकोनस हुने त्यस्तो व्यक्तिहरुलाई केराटोकोनसको मैले भिडियो हालिसकेको छु। एक्चुअली हेर्नु होला के हो केराटोकोनस। आजको लागि यति नै।